वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँ हेर्नुहोस्, आज पनि म फेरि पनि केकको रेसिपी लिएर आएको छु। यो चाहिँ हो प्रिमिक्स हो। यो 1 केजीको पकेट हो र यहाँ हेर्नुहोस् भेलिना प्रिमिक्स हो र म आज चाहिँ यसको केक बनाउने तयारीमा छु र यसको आज मैले बनाएको केक हेर्नुहोस्। यो दोकानमा पनि पाइन्छ हैन। अनि यो चाहिँ भयो एउटा बाटीमा 1 बाटी लिएँ र एउटा बलमा यसरी हालेँ र यहाँ हेर्नुहोस् यो चाहिँ अब मैदा भन्दा पनि राम्रो, धेरै राम्रो केक बनाउने हुँदो रहेछ र यहाँ हेर्नुहोस् कस्तो राम्रो छ। अनि अब म यसमा चाहिँ अलिकति अब रिफाइन मिलाउँदैछु। यहाँ हेर्नुहोस् यसमा चाहिँ अब अलिकति रिफाइन मिलाउँछु। यहाँ हेर्नुहोस् रिफाइन मिलाएर अब मिक्स गर्छु। अब मिक्स गरिसकेपछि यसमा पानी हाल्छु। अब जति चाहिन्छ पानी चाहिँ अब यति भन्न सकिँदैन र जति चाहिन्छ पानी र यसको यहाँ हेर्नुहोस् यस्तो बनाएँ, बेटर बनाएँ र हेर्नुहोस् यो बेटर चाहिँ यतिको बाक्लो छ। पातलो पनि बेसी राम्रो हुँदो रहेछ र बाक्लो पनि बेसी राम्रो होइन। मैले चाहिँ यतिको बनाइसकेको छु र हेर्नुहोस् अब मेरो यो केक टिन, मेरो डेक्ची छ एउटा सानो र यसमा हालिसकेको छु र अब म यसलाई एउटा डेक्चीमै बसाइदिन्छु। यहाँ हेर्नुहोस् डेक्चीमा चाहिँ मैले तल नमक लगाएर छु र एउटा प्लेट यसरी गोप्टो पारेर राखेको छु र यो माथि चाहिँ म राख्नेछु केक टिन। यहाँ हेर्नुहोस् राखिसकेको छु र हेर्नुहोस् अब 1 घन्टाको लागि चाहिँ मैले यसलाई छोडिदिएको छु र 1 घन्टापछि म हेर्नेछु। यहाँ हेर्नुहोस् 1 घन्टापछि चाहिँ हेर्दा पाकिसकेको रहेछ र मैले यसलाई निकालेर हेर्दा चाहिँ हेर्नुहोस् सेतो छ कलर चाहिँ है माथिको चाहिँ, तर यसमा फुड कलर लगाएको छैन र सेतो देखिएको हो, तर पाक्नु चाहिँ एकदम राम्रोसँगले पाएछ। खानु पनि स्वादिष्ट छ। यहाँ हेर्नुहोस् अब म यसलाई काटेर हेर्छु है त। यस्तो बढिया चाहिँ पाएछ। यो माथि चाहिँ मैले चेक गर्दाखेरिको त्यस्तो फुटेको हो, यसै त फुटेको होइन। मैले चाकुले चेक गर्दाखेरि चाहिँ यस्तो भएको र यहाँ हेर्नुहोस् एकदम बढिया